त्यहाँनिर यस्तोको व्यवस्था मिलाइरहेको छौँ होइन, गएर हान्नु हरिलाल भएर काम छैन है। यहाँनिर मात्रै कमान छ हौ सुब्बाहरूले ल्याएर यहाँ परतिर भोग दिन्छन्। लड्छ 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 हुँदैन हुँदैन के गरे। हेलो गाइज, गुड मर्निङ। आफ्टर लङ टाइम म चाहिँ भ्लगिङ गर्न गइरहेको छु आज। मैले आफ्टर पिकनिक चाहिँ आज भ्लगिङ गर्न गइरहेको छु। आज हामीले सानो सर्ट ट्रिपको चाहिँ प्लानिङ गरिराखेको छौँ, त्यही भएर चाहिँ आज चाहिँ यसो मेमोरी हुन्छ नि त भनेर मैले चाहिँ भ्लगिङ गर्न गइरहेको छु। ल है त गाइज, अहिले हामी चाहिँ याङरक पार्कमा छौँ र खासमा हामी चाहिँ पोयामच्याङ थापुको बाटो हुँदै हामी तिर्तिया जानलाई हिँडेको, तर त्यो बाटो चाहिँ हिजैको बाढीले चाहिँ बगाइसकेको हुनाले अहिले चाहिँ हामी यो गोपेटार जोरपोखरीको बाटो हुँदै तिर्तिया जान लागेको छौँ र अहिले चाहिँ हामी याङरक पार्क घुमघाम गर्दैछौँ। र यो याङरक पार्कमा लाग्ने ऐतिहासिक निशान मेला को बारेमा चाहिँ हाम्रो सुजन सरले या ऐतिहासिक बाटोलाई जोड्दै हुनुहुन्छ। हामी पहिलेका सुब्बाहरूले ल्याएर यहाँ परतिर भोग दिन्छन्। मा चाहिँ एकदमै पुरानो पुरानो कुराहरूलाई पनि यो भित्तामा लेखेर राखेको रहेछ। थैली, जाँतो, ढिकी, गट्टा गर्ने धेरै 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 रहेछ उता उता है। एकदमै राम्रो राम्रो यो चाहिँ यो पहिला पुरानो कुराहरूलाई चाहिँ यो हराउँदै गएको कुराहरूलाई चाहिँ ल एउटा टिकटक पनि हान्यो होइन त, एउटा टिकटक पनि हान्यो नौमती बाजामा। अरे अरे बाटो मिस्टेक आयो क्या हामी? ए त्यता हो, ओके। हामी चाहिँ बाटो मिस्टेक भएर छ। लोकदोरी ओके छ त, हान्नुपर्छ नि। ओ के गरेको? अहिले चाहिँ भने हामी यो याङरकको पोखरी चाहिँ घुमिराखेको छौँ। एकदमै विशाल छ, यहाँनिर चाहिँ हेर्नलाई एकदमै लागेको छ। मजाले हामी चाहिँ घुम्यौँ सबैजना। अहिले चाहिँ हामी के पो अरे कालो पानी जाँदैछौँ है। ओ रमेश सर, कालो पानी होइन, कालो पानी जाँदैछौँ हामी। बाइक चाहिँ पर गोपेटारमा राखेको छ। अनि त्यहाँनिर यस्तोको व्यवस्था मिलाइरहेको छौँ होइन, गएर हान्ने हो त। अनि यो 2 दिने बितालाई चाहिँ हामी सदुपयोग गर्दै हामी पाँचथरका विभिन्न ठाउँतिर चाहिँ पाँचथरको विभिन्न ठाउँमा चाहिँ हामी ट्रिप गरिरहेछौँ है। रेडी छ हरिलाल भएर काम छैन है। रूपलाल भइहाल्नु पर्ने भएन। कहाँनिर? ए अर्गेली हो, मलाई थाहा छ। लोकता अर्गेली पनि भन्छ यसलाई होइन। अस्तिको दिन नि जेडी सर र म सुन्दरको बाइक लिएर आयौँ नि, त्यो ग्राउन्ड गेट छ नि हाम्रो ओल्डोला छ, यहाँनिर मात्रै गोमन सरको हौ। गोमन त होइन होला हौ, गोम आइतेरिका हो सर, हामी चिन्दैनौ गोमन सर। अनि पहाडमा पाइन्छ गोमन? एक्लै बार मेरी ठुलो बुवाकोमा गोड दुख्यो खुवामा। तपाईँहरूले भेटेको एक्लै बार भयो? एक्लै बारदेखि ठ्याक्कै एक पोल पल्तिर छ, त्यो खल्सादेखि मासतिर भित्तामा पोल छैन। तर यो ढुङ्गा चाहिँ किन हानेकोलाई यो घरमा? आमा हेर्नु त, ढुङ्गा हान्ने घर हो नि, यो ढुङ्गा हान्ने घर हो क्या हो? एकै पोलमा बेलुका ढुङ्गा हान्ने घर हो हेर्नु नि त। तर मान्छे नबस्दा रहेछ नि त। ए होइन, यो केही घटना होला क्या, सब ढुङ्गा हान्न थालेको होला होइन। यहाँ चाहिँ दामी घर पनि बनिएको रहेछ है, कालो पानी भन्ने ठाउँमा। अरे सुनुवार लेखेको अटो छ त, सुनुवार छ क्या हो?
ल है कालो पानी आयो है कालो पानी आयो कालो पानी आयो ल है कालो पानी आयो अनि च्याउ हो कि के हो यो म गएर छेउमै गएर हेर्नु पर्यो हौ के को हुन्थ्यो त च्याउ त होइन रहेछ नि च्याउ त थेटेरेका यार होइन नि सर हेर्नु त लु च्याउ होइन नि राम्रो ल है यहाँ चाहिँ च्याउ भनेको त च्याउ होइन रहेछ यहाँ चाहिँ नै जोमा धेरै छ है माछाहरू टन्नै छ है माछाहरू 5 घरको यो चाहिँ याङ्ग्रो गाउँपालिकामा चाहिँ रहेको कालो पानी भन्ने ठाउँ छ यो चाहिँ पोखरी रहेछ यहाँनिर एकदमै रमाइलो ठाउँ रहेछ इन्जोय एकदमै आनन्द आउने खालको ठाउँ रहेछ तपाईँहरू पनि आउनु होला घुम्नलाई है आदिति के ओ भाइ त्यो के हो त्यो ट्र्याक्टर हो अनि के हो त भ्याएको अनि के रोड खन्ने हो ए खाना खानु पर्ने हुन्छ अब लिम्पिया धुरातिर जानुपर्ने छ काला पानीमा त भुइँसी पनि रहेछ नि त फेरि अब तिर्तिया हो हामी डाइरेक्ट ओके ल है यो चाहिँ गोपेटार बजार हामीले चाहिँ यहाँनिर आज खान्थे पिन्थे यहीँ हान्या हो है अब चाहिँ हामी फेरि अब चाहिँ हामी तिर्तिया भन्ने ठाउँतिर जाँदैछौँ है त अब हामी रेडी छौँ अब यहाँनिर झोलासोलाहरू सरहरू पनि रेडी भइसक्नु भयो तिर्तिया जाने क्रममा हामीले बाटोमा देखेको रक है चट्टान एकदमै खतरा लाग्यो यो चाहिँ हामी भिडियोतिर मात्रै देख्न पाइन्थ्यो तर यहाँ चाहिँ हामीले रियल देख्न पाइरहेछ है त यो चाहिँ खतरा लाग्यो हामी चाहिँ तिर्तिया हिँडेको कहाँनिर यहाँनिर बाटो अर्कोतिर लागेर चाहिँ नै जोमै हामी हराएर चाहिँ बिजोग भएर चाहिँ यहाँ ठ्याक्कै मौरी चोक भन्नेमा आइपुगेको छौँ हामी यहाँनिर मौरी चोक थालेलुङ 3-5 तर भन्ने ठाउँमा चाहिँ आइपुगेर यहाँनिर हामी रेस्ट गरिरहेछौँ चाहिँ नै जोमा यहाँ अब चाहिँ हामी फेरि हामी तिर्तिया जाने बाटोतिर नै रिटर्न हुन लागिरहेको छौँ है त अब चाहिँ हामी कसरी भाइ खेतहरू साह्रो दामी रहेछ हौ यहाँनिर बसेर हेर्नु एकछिन यो चिया चाहिँ नटिपेर बिजोक रहेछ लु यही हो नि चिया सर मुन्टा टिप्ने हो नि त मुन्टा फले कहाँ फल्या छ हो त्यही हो क्या सर चियाको पत्ता हो नि चिया हो त्यहीको खिचौँ एउटा फोटो खिचौँ ल है हामी चाहिँ तिर्तियामा चाहिँ आइसकेको छौँ यहाँनिर गेट प्रवेश गरेर हामी अगाडि बढ्दैछौँ सरहरू माथि पुगिसक्नु भएको छ म पनि आउँदैछु र आज हामी बस्ने होटल चाहिँ यो रहेको छ है अब हामी एकछिन यहाँ मासतिरको दृश्यहरू हेर्नेछौँ है त गुराँसको बिरुवा है सर आहा यो सानो रहेछ त है गल्यो मस्तै गल्यो उकालो आउँदा मिनी कन्याम रहेछ नि त ल है ल जेडी सर आउँदै हुनुहुन्छ ल ओके आउनु है आहा ल है यो मिनी कन्यामै रहेछ यार ल ओके यो तलको चिया फ्याक्ट्री होला है यो तल चाहिँ पुल चाहिँ खतरा लामो रहेछ यहाँ चाहिँ
यो तलको पुल चाहिँ आमामा है जस्ट लास्ट लामो पुल है ल ल है ल हामी डेस्टिनेसनमा आइसकेका छौँ है त यहाँ आजको हाम्रो हो ल आए म पनि आएँ आफ्नो आफ्नो तालमा फोटो खिचिरहनु भएको छ सरहरू ल एकदमै रमाइलो हुँदो रहेछ कहिलेकाहीँ यसरी टुरहरू जाँदाखेरि होइन अहिले चाहिँ नै 2 दिनको बिदा सरकारले घोषणा गरिसकेपछि हामीलाई फुर्सद भइरहेछ यसो कहिलेकाहीँ घुम्नको लागि नत्र हतार हुन्थ्यो टक्कसँग आज आयो हामी भोलि आफ्नो कार्यक्षेत्रमा पुग्न सक्छौँ हैला 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 है दामी ठाउँबाट चाहिँ हामी चाहिँ घुमेर फर्किँदैछौँ है अहिले चाहिँ ट्याक्कसँग ओराली लागेको हरिणको चाल भो गाई बसी चर्ने चियाबारी राम्रो त्यही पऱ्यो घर हाम्रो कास्कियो छोरी पातनी मोरी लैजाने आँट हाम्रो लैजाने आँट हाम्रो ल है गुड मर्निङमा चाहिँ यहाँ ट्याक्कसँग हामी ग्रिन टी त होइन यो के भन्छ गोल्डन टी टक्कसँग हामी चाहिँ बिहान मर्निङमा चाहिँ हामी टक्कसँग सेतो नुनको ढिका अरे सेतो नुनको ढिकासँग चाहिँ हामी सेतो नुनको ढिका र हामी चना खाँदैछौँ है त ल है हामी चाहिँ अब चाहिँ होटलबाट निस्किसक्यौँ ठ्याक्कै होटलबाट निस्किने बेलामा चाहिँ भिडियो गर्न पाइएन रहेछ हामी चाहिँ यहाँनिर अहिले गेटमा आइपुगेको छौँ ल है हामी चाहिँ यहाँनिर यो तलको पुल हेर्नलाई एकदम दुःख कष्टका साथ यो बाटो आइराखेको छौँ म चाहिँ छोटु भएर बाइक चलाउनु नसकेर यहाँनिर सरको माथि पछाडि रमेश सर कुदाइरहनु भएको छ यहाँ चियाबारी पनि दामी रहेछ उकालो चाहिँ फेरि हामी चाहिँ एकदमै यहाँ बाटो खराब रहेछ पुल हेर्न जाने भनेर हिँडिहाल्यो माथिबाट बाटोमा आउँदाखेरि एकदमै बाटो चाहिँ खराब रहेछ सरहरूले अड्किनु भएछ काट ल छौकाट ल है हामी आइपुग्यो है यो पुलमा चाहिँ नि यो लामो पुल हामी हिजो माथि माथि डाँडाबाट देख्दै थियौँ तिर्तियाबाट अब अहिले चाहिँ हामी यहाँनिर ठाउँमै आइपुगिसकेको छौँ एक लट चाहिँ हामीले सकिसकेका छौँ यहाँनिर टिकटक बनाएर अब चाहिँ हामी जान्छौँ पारिपट्टि है त यहाँ मासतिर चाहिँ घर पनि रहेछ ओके जेडी सर कस्तो भइरहेछ त हौ ओके के भन्नु सर ए टाइमिङमा सर भनेपछि यो पुल होइन कतिमा पुगिँदो रहेछ भन्ने कुरो ओके ल यो पुल चाहिँ निकै लामो रहेछ होइन एक्लै हिँड्नु त डर पनि लाग्दो रहेछ है यो पुलको मुनि चाहिँ फेरि दामी अलैँची बारी छ है त यो माथि चाहिँ आजै राति चाहिँ अलैँची बारी चाहिँ 1 मन जति आउने चाहिँ स्वाट्टसँग लगिदिएछ यो पहिरोले है अन्त नि यो अलैँची बारी रहेछ यहाँ चाहिँ ओहो मलाई त डर पनि पो लाग्यो त स्वाट्टै मेरो मोबाइल खस्छ कि जस्तो लाग्यो है यहाँ पारिपट्टि पनि पहिरो गएको रहेछ त्यो परको मान्छेलाई चिनिनँ क्या अन्त नि किन पो मेरो म आज राम्रो देख्दिनँ भनेको त हेर्नु त के को कमी रहेछ भन्दाखेरि चस्मा लागै रहेन रहेछ अनि मैले कहाँबाट देख्नु त अनि चस्मा बिना त म केही देख्नै सक्दिनँ नि त चस्मा त मेरो जिन्दगी नै हो के छ दाजु हजुरको नाम के होला धनपाल राई याक्थुङबा आहा के थरी हुनुहुन्छ योङ्या यो पुल त साह्रै लामो बनाउनु भएको रहेछ नि त हौ यो 356
मिटर 356 मिटर गहिरोको लागि त अब अहिले इन्जिनियरहरूले पनि निकालिसके यो छ नि यो पारी र वारी नत्र त घुम्नलाई त धेरै टाइम लाग्थ्यो होला है पहिला त 1 घन्टा लाग्थ्यो तर अब अहिले कति लाग्छ यहाँनिर वारी पारी गर्नलाई 10 मिनट पनि लाग्दैन नि हौ तपाईँहरूलाई त लाग्दैन हट्टेरिका साह्रो राम्रो भयो है दाइ यो साह्रै राम्रो ल धन्यवाद धन्यवाद कहाँ त ताप्लेजुङ हो भाइ हो ताप्लेजुङबाट आएको नि बजारमा ताप्लेजुङ मेरो चाहिँ फुङलिङ नगरपालिका घर चाहिँ 8 हो तर म चाहिँ सुनुवार पदम सुनुवार मेरो नाम चाहिँ ओके हजुर यो तिर्तिया जाने प्लानिङ चाहिँ कहाँबाट आएको खासमा होइन खास तपाईँ सरुवा जाने विषयवस्तुबाट उठ्या हो हो त्यो भनेको क्या तिर्तिया भन्ने चाहिँ भनेर कसले नाम लियो ए सुजन सर के भन्छ रमेश सरलाई त तिर्तिया थाहै थिएन होला ओके भनेपछि तिर्तिया पनि आइयो ए ओ नो कान्छो फुर्ती छ नि त ओ नो वाट इज दिस हाम्रो जेडी सर के गर्नु आँट्यो अरे दामी आयो त लोकेशरको आहाई 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 लड्छ 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 हो लड्छ हुँदैन हुँदैन तेरिको के गरेको हामी भागौँ 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 हामी भागौँ भागौँ मर्न आँटिसक्यो मान्छे यार आयो 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 ल है साथीहरू धेरै धेरै नाचिसकेँ म चाहिँ डराएँ म चाहिँ गएँ लु छिटो छिटो आउनु है लु मेरो मोबाइल खस्छ ल ल मेरो मोबाइल खस्छ ल हो डर लागिसकिसक्यो ओ सुजन सर लड्नुहुन्छ हो तपाईँ यार Oh no, what is this? Oh no, oh no, what is this? यहाँ खिचिरहेको छु यहाँ हेर रमेश सर डराएको हेर रमेश सर डरायो डरायो रमेश सर ओ छिङ्गु हो अब मेरो मोबाइल खस्सालाई गोजीमा राख ए टेरीको धेरै गहिरो छ तल टेरीको धेरै टाढो छ हामी चाहिँ एकदमै लामो झोलुङ्गे पुल पुगेर पनि आइसकेको छौँ हामी यो ठ्याक्कैसँग चरी भन्ज्याङको गेटमा आइपुगेको छौँ अहिले चाहिँ हामी अब भने हामी रिटर्न हुने क्रममा छौँ है त अहिले चाहिँ हामी हिलियाङ दरबार आइपुगिसकेको छौँ अब जाँदैछौँ दरबार घुम्नलाई हिलियाङ दरबार घुम्ने क्रममै छौँ यो चाहिँ दरबार यो चाहिँ के भत्काको भत्का सिक्यो देउता ल त अब हामी चाहिँ
यहाँनिर मन्दिर सन्दिर घुमेर नि फर्किसकेको अवस्था छ है त। हिलियाङ दरबार ओके। अहिले चाहिँ हामी यो दरबारको भ्रमण गरेर पनि हामी चाहिँ अब रिटर्न हुने क्रममा छौँ है। हिलियाङ दरबार एकदमै रमणीय ठाउँ रहेको छ यहाँ चाहिँ। यहाँनिर सरहरू पनि आइपुगिसक्नुभयो। ढुङ्गाहरू कस्तो मजाको छ है यहाँनिर, एकदमै राम्रो। ल है त अब हामी चाहिँ यो हाम्रो चाहिँ टुरलाई चाहिँ सकेर चाहिँ हामी अब बिदा गर्दैछौँ है। ल तपाईँहरूले हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद दिने अहिलेलाई भने हामी सबैजना बिदा हुन चाहन्छौँ। ओके बाई बाई।